किनकि मैले पैसा हेरिनँ कि इज्जत हेरेँ नि त। तपाईँले आफ्नो इज्जत हेर्दा हेर्दा पनि उनीहरूले नराम्रो दृष्टिकोणले हेऱ्यो। एकजना मान्छे छ, अच्छा, त्यो मान्छेले अति गरेरै मैले दोहोरी लाइन चटक्कै छोडेको कि। त्यो दिन सम्झिँदा कतिको मन रुन्छ? अहिले पनि मन रुन्छ मलाई। अहिले नि यस्तो भन्दा भन्दै आँसु आइसक्यो। केही गरी त्यही स्थानमा तपाईँ जानु पऱ्यो भने के गर्नुहुन्छ? नै सरी भन्छु, म जाँदैन। बस्छु भिख मागेर, तर त्यो ठाउँमा जाँदैन म फर्केर। भनिन्छ नि छोरी मान्छेलाई चाहिँ दोहोरीमा अझै मुस्किल हुन्छ अरे। धेरै मुस्किल हुन्छ नि। अलिकति हेर्ने दृष्टिकोण पनि अलिकति फरक हुन्छ अरे भन्छन्। के यो साँच्चै हो? यो साँच्चै हो। अब अरूले होइन आउने अब मान्छेहरू हुन्छ होइन, मान्छेहरूले नि हेर्ने धेरै फरक हुन्छ कि। म काठमाडौँ आउँदाखेरि एक जोडी लाएको कपडामा आएको थिएँ कि, केही थिएन मसँग त्यतिखेर। एक जोडी कपडामा काठमाडौँ आउनु? कपडा मात्रै थियो। अर्को आमा देख्दाखेरि मेरो पनि आमा भइदियो भने जस्तो लाग्दैन कहिले? म त दसैँ तिहार आयो भने त ढोका छोडेर बस्ने हो कि यहाँ नि। भाइ छैन, मम्मीहरू यहीँ रुममा बस्ने हो कि काममा जाने हो, काममा गएर मन बोलाउने हो कि। सायद मेरो पनि मम्मी मलाई माया गर्ने मन भइदिएको भए मैले नि यस्तै भएर हिँड्थेँ होला नि त भन्ने हुन्छ। त्यो महसुस गर्नुहुन्छ? गर्दै मैले। कति समयसम्म त्यो कुराले तपाईँलाई मनमा बिजिरह्यो? त्यसले त होइन, धेरै समयसम्म त मलाई त मनमै बित्यो। अहिले पनि म बिर्सन सक्दिनँ कि सायद। तपाईँलाई स्वागत छ हाम्रो पोडकास्टमा। हजुर धन्यवाद, हजुरलाई पनि। सन्चै हुनुहुन्छ? हजुर सन्चै छु। के गर्दै हुनुहुन्छ यहाँ काठमाडौँमा? काठमाडौँमा होइन, म त्यतिकै अब कामहरू गर्ने यस्तै हो। कामहरू भन्नाले? मतलब अब जब गर्छु। के जब गर्नुहुन्छ खुलाउन मिल्छ? मिल्छ, किन नमिल्ने। दोहोरी लाइन हो। दोहोरी लाइन? पहिला चाहिँ दोहोरीमा गर्थ्यो। हजुर। अहिले चाहिँ अब पहिला 10 वर्ष जति गरेको दोहोरीमा, अहिले चाहिँ भयो 2-3 वर्ष भयो डान्सरमा गर्छु म। 10 वर्ष दोहोरीमा गर्नुभयो, त्यस पश्चात अहिले चाहिँ डान्स बारमा लाग्नुभयो। हजुर। के कारणले छोड्नुभयो दोहोरी? दोहोरी त्यस्तै हो, आफ्नो आफ्नो बाध्यता, के भन्ने। उस्तै होइन र अब डान्स बार र दोहोरी त उस्तै होइन र बाध्यता त त्यसमा पनि त होला नि? त्यसमा पनि छ, दुइटैमा बाध्यता हो, तर डान्स बार अलिक दोहोरीभन्दा फरक छ। के फरक रहेछ त दोहोरीमा र डान्स बारमा? धेरै फरक छ नि। भन्नाले अब डान्स बारमा अलिक कडा हुन्छ नि, मतलब भित्रै यस्तो बाहिरहरू जानु मिल्दैन नि त हामी। अब डान्स बारदेखि अब भित्र ड्युटी टाइममा आयो भने अलरेडी ड्युटी टाइममै हुन्छ, त्यहाँबाट बाहिर जानु मिल्दैन कि। अनि दोहोरीमा चाहिँ अब दोहोरीभित्र छिराइछि एकछिन बाहिर गएर आउँछ भन्दा नि मिल्यो क्या थियो। त्यतिको फरक? त्यति फरक। भनेपछि त दोहोरीमा चाहिँ सजिलो होला नि त फेरि? सजिलो त सजिलो, तर त्यस्तो भने जस्तो पारिश्रमिक पाइएन। अनि अब धेरै हुन्छन् कि दोहोरी लाइनमा, त्यस्तो मान्छेहरू पनि हुन्छन् कि अलिक भड्काउने टाइपको होइन, आफूले प्रगति गर्दै गयो भने रिस्टा गर्ने हो, यस्तो हुन्छ कि धेरै नै। त्यस्ता मान्छेहरू धेरै हुन्छन्? धेरै भेटिसकेँ मैले। थाकिसकेँ यो लाइनमा नि काम गरेको यत्रो वर्ष भयो, मान्छे चिनेर गरेर नि थाकिसकेँ मैले हक्क भएर। भनेपछि केही कारणले, केही नराम्रो गतिविधिको कारणले त तपाईँले दोहोरी छोडेर डान्स बारमा लाग्नुभएको होइन? सायद होला, त्यस्तै हो कारण। भनिन्छ नि त अब यो डान्स बार दोहोरीलाई अलिकति मान्छेले हेर्ने दृष्टिकोण पनि अलिकति फरक हुन्छ नि? फरक हुन्छ, थाहा छ है, तर आफूमा भर पर्नुपर्ने कुरा हो। एक दुईजनाले गर्दा अरूलाई पनि असर पर्छ होइन। आफूले सही बाटो हिँड्यो भने सही बाटो हुन्छ कि। आफू सहीमा हिँडे पनि त अब कति मान्छेले त त्यही व्यक्तिलाई पनि त नराम्रो दृष्टिले हेर्ने गर्छ नि त? हेर्ने गर्छ होइन, कतिपय हामीले पनि भन्छन्, नराम्रो भन्छन्, तर आफू सही बाटो हिँड्नेपछि कसैले केही गर्न सक्दैन कि यो लाइनमा। आफू चाहिँ सही हुनु पर्यो? आफू चाहिँ सही हुनु पर्यो। म यस्तो स्ट्रङ छु है भनेर आफू हिँड्नु पर्यो, अरूले त यस्तो हो भनेर हामीलाई उठाउनु पाउँदैन कि। कुनै छेड छ त्यही लाइनमा, त्यही स्थानमा अब कसैको हेपाइबाट
अलिकति नराम्रो गतिविधि भएको कुनै छेड छ? हेपाइ त धेरै हेपाइ छ। कस्तो हेपाइ भन्न मिल्छ, खुलाउन मिल्छ? दोहोरी लाइनमा मैले धेरै सहेँ कि यो लाइनमा होइन, अच्छा मैले धेरै दुःख सहेँ। अरूले हेप्ने यताउता धेरै सहिसकेँ कि मैले, त्यही भएर मैले दोहोरी लाइन वाक्क लगाएर छोडिदिएको। खुलाउन मिल्छ? मतलब अब खुलाउनु के खुलाउनु भन्न मिल्छ भने भन्नुहोस्, भन्न मिल्दैन भने ठिकै छ। भन्नु त अब के भन्ने, भन्न त मिल्छ, मिल्न त किन नमिल्ने हो र। अच्छा अब त्यस्तै हो। अब आफूले प्रगति गरेको देख्न नसक्ने, मतलब अब रिस्टा यताउता साउहरू हुन्छन् नि, आफूभन्दा ठुलो अग्रजहरू, हजुर उहाँहरूलाई कुरा लाउने, यस्तो नराम्रो भन्ने, सकेसम्म उसलाई नराखौँ भन्ने जस्तो कुराहरू हुन्छ कि। भनिन्छ नि छोरी मान्छेलाई चाहिँ दोहोरीमा अझै मुस्किल हुन्छ अरे, धेरै मुस्किल हुन्छ नि। अलिकति हेर्ने दृष्टिकोण पनि अलिकति फरक हुन्छ अरे भन्छन्, के यो साँच्चै हो? यो साँच्चै हो। अब अरूले होइन, आउने अब मान्छेहरू हुन्छ होइन, मान्छेहरूले नि हेर्ने धेरै फरक हुन्छ कि यहाँ आउने मान्छेहरूले। तर आफूले त्यस्तो गर्नु भएन। होला नि एक दुईजना मान्छेहरू होइन, उनीहरूले गर्दाखेरि हामीलाई पनि ऊ पर्छ कि असर पर्ने काम हुन्छ। किनकि हामी त कलाकार क्षेत्रमा लागिसकेको मान्छे हो नि त। हामीलाई त धेरै अब नामहरू कमाइसकेको छ, हामीलाई चाहिँ त्यस्तो नहोस् भन्ने क्या, अरूले गर्दा हामीलाई असर नपरोस्। धेरै दुःख पाइयो यो लाइनमा। कुनै छेड छ र कसैले लगाएको वचन चाहिँ म अहिलेसम्म भुल्न नसकेको, त्यो सम्झिँदाखेरि अहिले पनि मन भकानिने खालको कुनै छेड छ? एकजना मान्छे छ। अच्छा त्यो मान्छेले अति गरेरै मैले दोहोरी लाइन चटक्कै छोडेको कि। के कारणले? कारण त्यस्तै छ। सायद म फर्स्ट टाइम पनि दरबारवती ऊ त्यो जङ्गलमा फर्स्ट टाइम पनि म दरबारमै गरेको, लास्ट टाइम पनि दरबारमै गरेँ कि। 10 वर्ष त्यहीँ काम गर्नुभयो? होइन, फर्स्ट टाइम गरेँ त्यहाँ, अनि फेरि चित्त बुझेन है। चित्त बुझेन, छोडेर अर्को ठाउँ गयो। फेरि त्यहीँ आएर काम गर्नुभयो? अनि फेरि बोलाएँ, फेरि त्यहीँ आएर काम गरेँ त्यही ठाउँमा। अनि फेरि त्यस्तै व्यवहार भयो कि। जुन मान्छे मलाई बोलाउने मान्छे हुनुहुन्छ, तर उहाँको नाम चाहिँ खुलाउँदिनँ म। नखुलाउनु। एकदम त्यस्तो केही टचरहरू, केही नराम्रो व्यवहारहरू, दुर्व्यवहारहरू सहनु पर्यो? नराम्रो व्यवहार गरेर मैले छोडिदिएको हो कि। एकदम दुःख पाइयो कि त्यो। तर नाम मात्र, दोहोरी मात्र ठुलो भएर हुँदैन नि त, मान्छेको मन पनि हुनुपर्छ कि हरेक कुराहरूमा होइन। जब मान्छे स्टाफ भइसकेपछि, बोलाइसकेपछि इज्जतसँग गर्ने, सम्मान गर्ने एउटा हुन्छ नि, त्यस्तो छैन कि त्यहाँ। त्यो दिन सम्झिँदा कतिको मन रुन्छ? अहिले पनि मन रुन्छ मलाई, अहिले नि यस्तो भन्दै हाँस्न आइसक्छ। किनकि तपाईँले भोगेको दिन हो नि त त्यो त। त्यो पल, लास्ट पल मैले भोगेको दिन त्यही दोहोरीमा हो कि। त्यस्तो नराम्रो व्यवहार, दुर्व्यवहार सहनु पर्यो? त्यहाँबाट मैले चट्टै छोडिदिएँ कि। तपाईँलाई सम्झाउनु बुझाउने कोही थिएन त्यो समयमा? किनकि उसले अब भनेर पैसै ठुलो रहेछ नि त। त्यही भएर, किनकि मैले पैसा हेरिनँ कि इज्जत हेरेँ नि त। तपाईँले आफ्नो इज्जत हेर्दा हेर्दा पनि उनीहरूले नराम्रो दृष्टिकोणले हेऱ्यो। तपाईँ सहेर बस्नु सक्नुभयो त्यो समयमा? सहेर बस्छु, अहिले पनि म कति कुराहरू सहेरै बस्छु कि। हरेक कुराहरू सहेरै बसिरहेको छु कि मैले, धेरै कुरा। अनि तपाईँलाई त्यस्तो व्यवहार हुँदाखेरि, अब तपाईँलाई दुर्व्यवहार हुँदाखेरि तपाईँ आफूले किन सहेर बस्नुभयो त? खै मेरो सहने बानी यही नराम्रो छ कि। हरेक कुराहरू सहने बानी नराम्रो छ मेरो। असर त तपाईँलाई परिरहेको छ होइन त्यो कुराले? हो नि, त्यस्तै हो, के गर्नु। अब सहनै पऱ्यो एउटा होइन, छोरी मान्छे भएपछि एउटा सहनशीलता पनि हुनुपर्छ कि मान्छेमा। किनकि मसँग त्यो क्षमता छ नि त सहने। अरू भएको भए त्यहाँ के गरिसक्थ्यो होइन। मेरो ठाउँमा अरू भएको भए त्यहाँ नराम्रो गरिसक्थ्यो कि, तर मैले गरेन। मैले होस् छोडिदिउँ
पछि जे होला देख्छन् भगवान्ले भने मैले छोडिदिएको। त्यहाँ तपाईँलाई मात्र त्यस्तो व्यवहार हुन्थ्यो कि अन्य अरू महिला दिदीबहिनीहरूलाई पनि त्यस्तै नियतले हेर्ने गर्थ्यो? सायद हुन्थ्यो होला, उनीहरूले पनि मैले दुई तिनजनालाई चाहिँ देखेको थिएँ, तर उनीहरूलाई केही भन्ने भनेन। उनीहरू काम छोडेर गइछ। तपाईँलाई चाहिँ किन अरूलाई भन्दा अलिकति फरक व्यवहार गर्नुभएको थियो? तपाईँमा के थियो त्यस्तो कुरामा? के फरक भएर त तपाईँलाई त्यस्तो व्यवहार गरे हुनसक्छ नि त? मैले त त्यस्तो केही गरेन, तर पनि उहाँले त्यस्तो व्यवहार गरे। मैले दोहोरी लाइनमा लास्ट काम गरेको भनेकै दरबारमा। दरबार छोडेदेखि मैले दोहोरी लाइनै हेर्न मन लाग्दैन कि अहिले। दोहोरीले सिकाएको पाठ हो त्यो? दोहोरीले नै सिकायो। के सिक्नुभयो त्यो? यहाँबाट सिक्यो होइन, दोहोरी लाइन नराम्रो त भन्नु भएन होइन। हरेक राम्रो मान्छेहरू पनि हुनुहुन्छ, राम्रो सिकाउने पनि हुन्छ, तर एकजनाले गर्दा नराम्रो भयो कि लास्ट। त्यो त हजुरको मात्र होइन, धेरैजनाको यसमा यो कथा पनि छ, धेरैजनाको कहानी पनि छ। यो दोहोरी क्षेत्रलाई चाहिँ अलिकति नराम्रो तरिकाले पनि हेर्ने गरिन्छ कि पछिल्लो समयमा। यो कलाभन्दा नि बढी चर्ती कला धेरै। अनि त्यस्तै हो, के गर्ने। मनै दुख्छ यो छेड म कहिले बिर्सन सक्दिनँ, कहीँ गयो भने। केही गरी त्यही स्थानमा तपाईँ जानु पर्यो भने के गर्नुहुन्छ? नै सरी भन्छु, म जाँदैन। जस्तै सुकै परिस्थिति आओस्, तर बाटोमा होइन बस्छु भिख मागेर, तर त्यो ठाउँमा जाँदैन म फर्केर। तपाईँलाई त्यस्तो नराम्रो व्यवहार गरेपछि तपाईँको मन दुख्यो? मैले हरेक कुराहरू सहेर बस्छु होइन। जब मान्छेलाई नि सोधा अति भित्री मन दुख्यो भने त्यो जाँदैन कि। त्यो दिन सम्झिँदा मन भकानिन्छ लास्टै। त्यो दिन सम्झेर कहिले रुनु भएको छ? नि मैले नि त्यहाँबाट आएँ, त्यो दिन त्यस्तो भयो होइन, झगडा पनि भयो। म आएँ, म कपडा फेरेँ अनि आएर रुममा एक्लै रोएर बसेँ कि म। त्यस्तरी रोएर बसेँ कि। तर मैले भाइ बनाएको थिएँ एकजना, निशान भन्ने। निशान बिक उता दाङको कलाकार हो। उसले धेरै कुराहरू सम्झायो कि मलाई, तर मलाई साथ दिने पनि कोही रहेछ भन्ने थाहा भयो कि। दुःख पर्दा साथ दिने व्यक्ति कोही भेट्नु भयो, एकजना भाइ बनाउनु भएको थियो, ऊ चाहिँ तपाईँको लागि साथी नै मेरो भाइ जस्तो भयो। ए आफ्नै भाइ बनाउनु भयो? भाइ नै बनाएँ कि। मेरो भाइहरू छैनन्, उसले नै मैले भाइ बनाएँ कि। त्यहाँबाट हरेक कुराहरू उसले मलाई भन्छ, दिदी यस्तो गरे, यस्तो केही पऱ्यो भने मलाई भन्, म छु तेरो लागि भन्छ कि। जे होस् रगतको नातै हुनुपर्छ भन्ने रहेनछ कि। आफ्नो दाजु भएपछि रगतको नाताको हुनु। मैले होइन कति कुराहरू मैले रुममा सोच्दा छ। अनि उसले भने यसले केही गर्छ, नराम्रो घटना गर्छ कि भनेर ऊ भाइले फोन गरेर हरेक दिन ऊ दोहोरीमा काम गर्दा पनि ऊ र मसँगै त्यही काम गर्थ्यो। उसलाई त हरेक कुरा थाहा भयो नि, तर बिचरा उसले के भन्नुहोस् त, त्यहाँ केही भन्न सकेन। ऊ पनि चुप लगाएर बस्यो होइन, तर बोल्न त बोल्यो, मेरो लागि नै बोल्यो साउको अगाडि होइन। मलाई फोन गरेर भन्यो कि। कति समयसम्म त्यो कुराले तपाईँलाई मलाई त त्यसले त होइन, धेरै समयसम्म मलाई त मनमै बित्यो। अहिले पनि म बिर्सन सक्दिनँ कि। सायद मेरो गल्ती नभए पनि गल्ती देखाएको छ कि त्यो ठाउँमा। तपाईँको गल्ती नहुँदाखेरि पनि तपाईँलाई दोषी बनाए? त्यही भएर दोहोरी भनेको म मान्दैन कहिले पनि होइन। मान्ने ठाउँ कुनै ठाउँ त्यस्तो हुँदैन, तर पनि म मान्दैन कि। त्यसै कारणले गर्दाखेरि त्यो दोहोरीमा अबदेखि दोहोरी लाइनमै लाग्दिनँ भनेर तपाईँ डान्स बारमा लाग्नुभयो? त्यहाँबाट म दोहोरी लाइनमै लाग्दिनँ, अब म चटक्कै छोडिदिन्छु भनेर होइन। मैले कतिले फोन, अहिले दोहोरीमा साथीहरू छन् टन्नै होइन, फोन गर्छन्, किन नगरेको, मलाई मन पर्दैन गरेन, डाइरेक्ट त्यही भनिदिन्छु कि म। तपाईँले जस्तो व्यवहार अरू दिदीबहिनीहरूलाई पनि अवश्य हुन्छ होइन, त्यो एउटा कहानी हो। के भन्न चाहनुहुन्छ त्यस्तो व्यवहार हुने
यदि भयो भने त्यो के सन्देश दिन चाहनुहुन्छ? त्यस्तो व्यवहार भयो भने मैले जस्तो सहेर नबस्नु अब चाहिँ मैले त त्यतिखेर दिमाग भएन नि त। मैले त सहने जति सहन्थेँ कि, तर अहिले पनि सहने बानी छ। त्यही बानी मेरो नराम्रो बानी छ कि, हरेक कुराहरू सहेर बस्ने बानी छ कि मेरो पनि। तर कतिपय होइन दिदीबहिनी यति कुरा पनि सहन सक्दैनन्। म त जस्तो दुःख परेर पनि सानैदेखि काठमाडौँ आएको नि त, कसैको माया पाएन। अनि काठमाडौँ आयो, काठमाडौँमा लास्टै दुःख गऱ्यो। सुरुमा मैले होटलमा पनि काम गरेँ हो कि, होटल लाइनमा। हजुर घर कता भन्नुभयो? झापा। झापाबाट काठमाडौँ आउनुभयो कति समय भयो? भयो 17-18 वर्ष भयो सायद। म आउँदाखेरि त्यो माछा पोखरीको त्यो सपिङ सेन्टरहरू यिनीहरू केही नै बनेको थिएन कि यहाँ त्यो ठुल्ठुलो घरहरू नि बनेको थिएन। बिजी मल पनि सायद बनेको थिएन होला म आउँदा, त्यति उमेरमा आएको। त्यो समयमा आउनुभएको, काठमाडौँ आउनुभएको समय र अहिलेलाई दाज्दाखेरि कतिको परिवर्तन पाउनुहुन्छ त? अहिले त धेरै पऱ्यो। अहिले त धेरै सुख पाएको छु नि मैले, पहिलाभन्दा धेरै सुख पाएको छु। पहिला लास्ट दुःख गऱ्यो, दुःखपछि सुख हुन्छ भन्थे, हो रहेछ। आफैले सुख, अहिले सुख छ, आनन्द। एक टाइम काम गऱ्यो, दिनभरि सुत्यो। अब कहिलेकाहीँ सुटिङहरू पऱ्यो भने लड्ने नानी अब सुटिङमा भन्नुहुन्छ, दाइहरूले चिनेको दाइहरू हुनुहुन्छ, गयो। सुटिङमा भन्नाले मतलब अब यस्तो सिरियलतिर। अनि हजुरले सिरियल पनि खेल्नु भएको छ? अलिअलि हल्का 2-3वटा। कुन सिरियल खेल्नु भएको छ? मैले गफै त नि बा भन्ने एउटा खेलेको छु। अनि हाम्रो पवन दाइले उयो गर्नुभएको, पवन कतिवटा। अनि नारी सिरियल 2 एपिसोड खेलेको छु। अनि छन् अरू थुप्रै सिरियल छ, म बिर्सिसकेँ कतिवटा छन्। अनि उयोहरू पनि लेख्ने गर्छु कि अहिले त म आफ्नै कथाहरू कहानीहरू लेखेर राख्ने गर्छु कि युट्युबमा। आफैले गर्नुहुन्छ? आफ्नै छ, कहानीहरू लेखेको छ, कथाहरू। खासमा तपाईँ काठमाडौँ केको लागि आउनुभएको थियो? यस्तै काम गर्ने, अब बस्ने भनेर। गाउँमा पनि त्यस्तै दुःखै गर्नु पर्थ्यो। गाउँमा पनि दुःख थियो? दुःखै गर्नु पर्थ्यो नि। गाउँमा हुँदाखेरिको जीवन र सहरमा हुँदाखेरिको जीवनमा तपाईँले के फरक पाउनुभयो? धेरै फरक। कता गाह्रो रहेछ, गाउँमा कि सहरमा? सहरमा गाह्रो। गाउँमा त के हुन्न, यतातिर महिना अनि जम्मा साथीभाइहरू मिल्ने हुन्छ, गाउँमा बुझ्ने हुन्छ नि त। सहरमा आयो भने त म काठमाडौँ आउँदाखेरि 1 जोडी लाखको कपडामा आएको थिएँ कि, केही थिएन मसँग त्यतिखेर। 1 जोडी कपडामा काठमाडौँ आउनु? कपडा मात्रै थियो। खर्च थियो त? खर्च चाहिँ त्यतिखेर थियो कति 5,000 जति थियो त्यतिखेरको। आउने बित्तिकै होइन, तर भगवान्ले जुराउँदो रहेछ, नराम्रो काम नगर्नु भने भन्दाखेरि भगवान्ले जहाँबाट पनि जुराउनु हुँदो रहेछ कि। मैले भगवान् जाने बित्तिकै काम भेटेँ भनेको मैले आउने बित्तिकै होटलमा काम भेटेँ कि, ठ्याक्क। होटलमा काम गर्नुभयो? होटलमै काम गरेँ मैले। के काम भेट्नुभयो हजुरले? होटलमा कुकमा कुक गरेँ। कति थियो स्यालेरी पहिलोचोटि काठमाडौँ आउँदाखेरिको? मेरो सुरुमा होटलमा काम गर्दाखेरि स्यालेरी मेरो 2,000 थियो। 2,000 थियो? 2,000 भन्दा नि लाज लाग्छ, 2,000 थियो। अब अहिले भन्दा 14-15 वर्ष अगाडिको कुरा। अनि 2,000 त्यतिखेर स्यालेरी, खाना बस्न त्यही। अनि 2,000 स्यालेरीमा काम गरेको यो मैले। कतिको खुसी हुनुभयो त्यो पहिलोपटक? अब स्यालेरी चाहिँ काम गरे पारिश्रमिक चाहिँ आफ्नो हातमा हुँदाखेरि धेरै खुसी भएँ। मैले 1 महिनाको एकैचोटि लिन नि, 2 महिना 3 महिनामा लिने। एकैचोटि लिन्थेँ, 3 महिनामा ट्याक्क एकैचोटि लिन्थेँ। के गर्नुभयो त त्यो पैसा पहिलोपटक कमाउनु भएको पैसाले? सुरुमा मैले कपडाहरू किनेँ। कपडै किन्नुभयो? 1 जोडी कपडामा आउनुभएको थियो गाउँबाट? कपडाहरू किनेँ। अनि त्यहाँबाट पनि किनिदिनु भएको थियो, तर साउने होटलको साउनेहरू त्यस्तो थिएन, राम्रो पर्नु भएको थियो। राम्रो स्याङ्जाको हुनुहुन्थ्यो, राम्रो पर्नु भएको थियो। उहाँहरूले किनिदिनु लुगाहरू नि। भन्छु कि बच्चै थियो कि म त्यतिखेर त। बच्चै हुनुहुन्थ्यो? कति वर्ष हुनुहुन्थ्यो काठमाडौँ आउनु हुँदाखेरि? 15-16 वर्षको थिएँ। 15-16 वर्ष।
तपाईँ बाल्यकालमा चाहिँ कस्तो हुनुहुन्थ्यो त? बाल्यकालमा त कस्तो बाल्यकालमा म धेरै बोल्दिनँ थिएँ नि। बाल्यकाल कसरी बित्यो त नि? यस्तै के भने दुःख, घाँस दाउरा, काम त्यस्तै हो। दुःख थियो बाल्यकालमा? धेरै दुःख थियो नि। बिहानै उठ्नु पर्थ्यो, 3-4 बजी उठ्ने, घरको काम गर्ने, घाँस दाउरा गर्ने, त्यस्तै थियो हाम्रो। दुःख पाइयो। कहिले बिर्सन नसक्ने त्यो बाल्यकालको कुनै याद छ? बाल्यकालको त्यस्तो छैन। छैन त्यस्तो दुःख नबिर्सन नसक्ने छैन। त्यस पढ्दा पढ्दै काठमाडौँ छिर्नुभयो त्यसो भए तपाईँ? कति पढेर छोड्नुभयो? मैले धेरै पढेन नि, 8 पढेर काठमाडौँ? 7बाट पास भएँ, 8मा गएँ, 8मा गरेन, भर्ना भएन। 7बाट पास भएर सिधै काठमाडौँ काम गर्न आइपुग्नु भयो? सिधै। अन्जान लागेन काठमाडौँ तपाईँले पहिलोपटक आउँदाखेरि? कस्तो यता हेर्दा यतै बाटो, उता हेर्दा उता एउटै बाटो देख्छ। जता जाँदा नि म त झुक्किने कि त्यो बेला त हराएको मान्छु म त एकचोटि। अनि त्यो समयमा आफ्नो आमा बाबालाई सम्झेर मन त रोएन नि? रुवा थियो, के गर्नु, बाध्यता छ। काठमाडौँ आउँदाखेरिको त्यो समयमा कोही साथमा नभएपछि त धेरै दुःखको पाइयो त्यो बेला त लास्टै। गाउँघरमा पनि त्यस्तै। अनि के गर्नु, अहिले त राम्रै छ। अहिले त्यस्तो दुःख गर्नु पर्दैन, घरतिर पनि, गाउँघरतिर पनि आनन्द छ अहिले। सबै हजुरले यतैबाट हेर्नु भएको छ कि घर परिवारमा? घर परिवारमा आफ्नो मम्मी हुनुहुन्न, भाइ बहिनी छन्, हेर्नुपर्छ। भाइ छैन, मतलब बहिनी छ। मम्मी बित्नुभएको? बाबा हुनुहुन्छ इन्डियामा। मम्मी के कारण बित्नुभयो? थाहा छैन मलाई, मैले देख्न पाएन। हजुर सानै उमेरमा सानै हुँदाखेरि मम्मी बित्नुभएको? देख्न पाएन। कतिको याद आउँछ त आफ्नो आमाको? आउँछ, फोटोहरू हेर्छ। अर्को आमा देख्दाखेरि मेरो पनि आमा भइदियो भने जस्तो लाग्दैन कहिले? म त दसैँ तिहार आयो भने त ढोका थोरेर बस्ने हो कि यहाँ नि। भाइ छैन, मम्मीहरू यस्तै हो, यहीँ रुममा बस्ने हो कि काममा जाने हो, काममा गएर मन बोलाउने हो कि। लास्ट दसैँ तिहार, अरू दसैँ तिहार घर जाने भन्छ है। म त कहिले जाँदैन। कस्तो बेलामा आफ्नो आमालाई सम्झिनुहुन्थ्यो? यस्तै हो, आफूलाई दुःख परेको छ भने, एक्लै छ भने एकान्तमा बस्ने, रुममा बरु ढोका लाएर आनन्दले बस्ने, अनि सम्झिने हो। त्यो बेला मनमा चिन्ता छ भने, चिन्ता परेको आमालाई सम्झेपछि शान्त हुन्छ मन? आमाको फोटो हेरेर रुनुहुन्थ्यो? धेरै। मेरो पनि आमा भइदियो हुने जस्तो कतिको लाग्छ? हुन्छ नि, किन नहुने, मजाले। अरूले मम्मी भनेको सुन्दा मेरो पनि भइदियो हुन्छ जस्तो हुन्छ। यदि आमा फर्किने भएदेखि? फर्किने भएदेखि त म त माया गरेर राख्थेँ। म पनि दुःख गर्थेँ, यत्रो वर्ष त दुःख गरेँ, किन नगर्ने। गाह्रो छ मलाई। भनेपछि आमा बित्नु भएपछि चाहिँ तपाईँलाई घरको परिवारको जिम्मेवारी तपाईँको हातमा आयो, त्यसपछि काठमाडौँ आउनुभयो? आमा नहुँदाको महसुस कतिको गर्नुभयो त? घर परिवार कसरी सम्हाल्नु भयो त? त्यो त मनमा लिनै सक्दैन नि मैले, कसरी सायद पढ्न पाएको भए, मम्मी भएको भए पढ्न पाउँथ्यो होला, राम्रो हुन्थ्यो होला यतिखेरसम्म, होइन? धेरै कुराहरू सिक्न पाउँथ्यो होला। तर मैले 8 पढे पनि लेख्न ओर्न चाहिँ
मजाले आउँछ मैले 10 11 12 पढेको भन्दा राम्रोसँग लेखिदिन्छु मैले हिसाबहरू गर्न राम्रो आउँछ मलाई बाबा इन्डिया भन्नुभयो होइन बाबा चाहिँ किन घर छोडेर इन्डिया गएर बस्नु भएको कि परिवारमा साथमा बाबा पनि फर्किनु भएन दसैँमा आउनुहुन्छ दसैँ तिहारमा हजुर कहिलेकाहीँ आउनु कहिलेकाहीँ किन बाबा इन्डिया जानुको कारण त्यही अब इन्डियन आर्मी हो नि त ए इन्डियन आर्मी भयो भने के गर्नु उतै बसेपछि खासै हेर्नुहुन्न तपाईँहरूलाई हिँड्नु हुँदैन फोन गर्दा के भन्नुहुन्छ त फोन कल हुँदैन कल पनि कलै हुँदैन हुँदैन गर्दैन यहाँ मैले पनि गर्दिनँ मैले जब आफूलाई साथ चाहिने बेलामा त हुँदैनन् भने अरू दिन किन चाहियो आफ्नो आमा भएको भए त सायद आफूलाई दुःख पर्दा हेर्थ्यो होला नि त होइन हजुर नभएपछि किन चाहियो दुःख हुँदा त नभएपछि अरू बेला किन चाहियो बाउ किन चाहियो भन्छु कि म जबसम्म आफ्नो खुट्टामा अझै पनि उभिन सक्छु म अनि मात्र म गर्छु कि मलाई कोही चाहिँदैन एक्लै सङ्घर्ष गर्नुहुन्छ बाबाको माया महसुस नगर्नुभएको कति समय भयो भयो नि म काठमाडौँ आएदेखि नै 14-15 वर्ष नि भयो धेरै पनि भयो आमाले संसार छाड्नु भयो भने बाबा त साथमा हुनुहुन्थ्यो हुनुहुन्थ्यो बाबाको माया पनि पाउनु भएन कहिले पाएन धेरै दुःख गर्यो कहिले काहीँ लाग्दैन म यस संसारमा बसेर केही फाइदा छैन भनेर कहिले सोच्नु भएन लाग्छ नि किन नलाग्नु मै नि म त लास्टै किन जन्मेछु होला किन यसमा किन जन्मेर आएछु होला जस्तो लाग्छ एक्लै सोचेर बस्छु सोच्दा कहिले हुन्छ कि जस्तो हुन्छ कि माइन्ड डिप्रेसन हुन्छ कि जस्तो लाग्छ नि है सोच्नुहुन्न भने चुप्प लागेर धेरै सोचायो भने हजुर अनि भिडियो कमेडी भिडियोहरू हेर्दै बस्छु म धेरै सोच्न थाल्यो भने मोबाइलको भिडियोले चाहिँ आफ्नो मन भुलाउनुहुन्छ मोबाइल हेरिबस्छु परिवारबाट नि त्यति माया पाएन भनेपछि परिवारको त माया पाएन साथीभाइहरू जन्म बनाएर के काम साथीभाइहरू पनि उसलाई चाहिँदैन कि साथीभाइहरूसँग नि म वाक्क भयो साथीभाइहरूसँग नि मैले भोगेर चितेर जसलाई राम्रो गरे पनि कहिले नहुँदो रहेछ कि अघि पनि भन्नुभयो त्यो कुरा त त्यो बाहेक अरू कुनै पल छ कहिले बिर्सन नसक्ने अरू कुनै पल छ काठमाडौँ आएर भोगेको पल काठमाडौँ आएर हजुर मैले होटलमा काम गर्थेँ हजुर त्यतिखेर चाहिँ काठमाडौँमा धेरै चिसो थियो कि हजुर अब हामी त गर्मी महिनामा हुर्केको नि त अनि गर्मी महिना हुर्केको त्यो दिन चाहिँ मेरो यस्तो हातहरू सुन्निएको थियो कि काम गर्दाखेरि चिसोले हामी म त रुवाएको थिएँ कि यस्तो त कहिले हुन्थेन भनेर त्यही बेला मात्रै हो दुःख गर्नु पऱ्यो तर त्यो होटल अझै पनि छ त्यहाँ मैले काम गरेको ठाउँमा अझै पनि त्यही आमा बाबाले चलाइरहनु भयो मैले आमा बाबा भन्थेँ कि उनीहरूलाई नै उहाँको एउटा छोरी हुनुहुन्थ्यो अनि छोरीले पनि मसँग मिल्ने के माया गर्ने जहाँ अब उता घुम्न जानु पऱ्यो भने मैले काम गरेर काम गर्नु नगर भन्ने अनि म मिला भन्छु होइन घुम्नु बजार जाउँ भन्ने कि त्यस्तो मिल्ने के छोरी भने अहिले बिहे गरेर अस्ट्रेलिया बस्यो बेला बेला फोन गरिरहन्छ सम्झिरहन्छ अस्ति नै यहाँ आएर रहेछ घरमा अनि मलाई भेट्न आएछ भन्दै थियो अनि म जानु पाएन काममा थियो तपाईँलाई काठमाडौँले सिकाएको पाठ के रहेछ त काठमाडौँ लास्ट धेरै दुःख नराम्रो के गर्नु
यस्तै हो, गर्ने आउनै पऱ्यो, गर्ने पऱ्यो। यो राजधानी हो काठमाडौँ त होइन? काठमाडौँ राजधानीमा अब यो 77 जिल्लाको मान्छेहरू प्रायः जस्तो सबै काठमाडौँमै हुन्छ नि। हुन्छ। एउटा उद्देश्य बोकेर काठमाडौँमा म केही गर्छु भनेर आउने मान्छेहरूले के यहाँ सकिन्छ आफ्नो जीवन निर्वाह गर्न? प्रायः त्यस्तै मान्छेहरू सक्दैन। सक्दैन। आफ्नो मन बलियो बनाउनुपर्छ कि काठमाडौँ आउनुको लागि। बलियो मन बनाएर गरेर मात्रै सक्छ। तर गाउँमा ऊ गरेर बरालेर हिँडेको मान्छेहरू सक्दैन। हामी जस्तो दुःख गरेर दुःख बुझेकोले मात्रै सक्छ काठमाडौँ आएर बस्न। केही गर्छु, केही गरेर देखाउँछु अरूको अगाडि भन्ने मान्छेले मात्रै दुःख सहेर गर्ने हो क्या। यहाँ यो यस्तो उस्तो भनेर होइन बस्यो भने त मान्छे कहिले अगाडि पनि बढ्न सक्दैन र कहिले गर्ने गर्दैन। बन्द कोठामा एक्लै भकानिएर रुनुभएको कुनै छेड छ नि। हामी अझै पनि रुन्छ। के अरे दसैँ तिहार आउँदा चाहिँ म एकदम ढोका थुन्ने, अनि सब सुनसान हुन्छ है, सब टिका लाएर हिँड्ने, नयाँ नयाँ लुगा लाएर हिँड्ने, पछि भित्र ढोका थुनेर बस्ने क्या। सायद मेरो पनि मम्मी मलाई माया गर्ने मम्मी भइदिएको भए मैले नि यस्तै भएर हिँड्थेँ होला नि त भन्ने हुन्छ। त्यो महसुस गर्नुहुन्छ? गर्दै मैले अहिले पनि गर्छु। हरेक चाडबाडमा चाहिँ आफ्नो परिवारलाई सम्झिनुहुन्छ? सम्झिन्छ। ठिकै छ, अब हामी कार्यक्रमको अन्तिममा छौँ। हजुर। तपाईँसँग दुःख सुखको कुराहरू गर्नु पाइयो। हजुर। केही छ मैले सोध्न बाँकी केही कुराहरू छ भने तपाईँले भन्न सक्नुहुन्छ? खै अब मैले के भन्नु? भन्नुहोस् न, केही छ भने। त्यस्तो अब खासै केही छैन। हजुरले सोध्नु हो भने भनौँला नि। ठिकै छ, हामी यहीँ अन्त्य गर्छौँ। हजुर पनि आएर आफ्नो मनको कुराहरू व्यक्त गर्नुभयो। हजुरलाई थ्याङ्क यू सो मच।